मैले भिडियो बनाए देखेर मम्मीहरूले केही न केही त भन्नुहुन्छ हेर्ने के रे हेलो एभ्रिवान नमस्ते एन्ड गुड आफ्टरनुन वेलकम टु माई न्यू ब्लग आयो सबैजना सन्चै आरामै हुन्छ होला म पनि सन्चै आरामै छु अहिले चाहिँ बिहानको 11 बज्न लागिसकेको छ गुड आफ्टरनुन कि गुड मर्निङ हो क्या नि ए गुड मर्निङै होला जे पनि होला गुड मर्निङ नै होला अहिले चाहिँ मैले यता खेतमा बसेर भिडियो बनाइरहेको छु किनभने हिजो चाहिँ म स्कुलदेखि नै दिदीको घर गएको थिएँ नारायणपुर गएको थिएँ त्यही स्कुलबाटै गएको थिएँ अनि अहिले फेरि आउँदाखेरि स्कुलकै ड्रेसमा छु पुरै स्कुल ड्रेसमा छु झोला पनि यही छ स्कुलकै ड्रेसमा छु पुरै दिदीको घरबाट आउँदैछु अहिले चाहिँ अनि बिहान 11 बजिसक्यो त्यही पनि अहिलेसम्म धुरी लागेकै छैन अरे मेरो मतलब बिहानको 11 बजिसक्यो अहिलेसम्म धुरी फाटेकै छैन भनेपछि कस्तो जाडो होला हाम्रो यतातिर त भस्मी जाडो नै छ अब तपाईँहरूको तपाईँ कस्तो छ होइन कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्टमा भन्नु होला तपाईँको गाउँघरतिर कतिको जाडो छ कमेन्टमा भन्नु होला हातमा टक्क पन्जा सन्जा लाएर चाहिँ आएको थिएँ गाडीबाट झरेको थिएँ दिदी म अनि मेरो दुईटा भान्जा छन् होइन अनि ठुलो भान्जा त त्यस्तो मतलब गर्दिनन् ठुलो भन्दा नि यत्रो छन् यति जति छन् सानो भान्जा अघि नै रोएर हाम्रो घर जाने भनेर के मामा घर जाने भनेर रोएर कस्तो गरेको थिएँ हो कि नै अब यस्तै त सानोमा त जसलाई पनि मामा घर जाने मन त लागिहाल्छ नि हो कि नै हामी पनि पहिला सानोमा यस्तो जान्थ्यौँ मामा घर एक्लै छु कोही छैन नि चारैतिर ढुरी लाग्छ क्या अनि पुरै हो ढुरी लगाएको छ कि यस्तो जाडो छ जुत्ता हेर्नु न कति परिरहेको छ जुत्ता बिहान जाने सिटमा बाहिर राखेको थिएँ जुत्ता मोजा पुरै भिजेर एउटा मोजा चिस्सै छ एउटा मोजा चिस्सै थियो त्यही पनि लाएर आएँ अब के गर्ने होइन यस्तो जाडोमा लाउनै पऱ्यो हल्का हल्का सेगाएर चाहिँ लाएँ अब चाहिँ घर जाँदैछु भातसात खाइरहनु आयो त्यही भएर अलि ढिलो हुँदैछु घर गएर चाहिँ भेट्छु है म तपाईँहरूलाई तो गाइस अहिले चाहिँ म घर आइसकेको छु मैले भिडियो बनाएर देखेर यति नै आइसकेको छु म घर मैले भिडियो बनाएर देखेर मम्मीहरूले केही न केही त भन्नुहुन्छ हेर्नु है केही न केही त भन्नुहुन्छ हेर्नु एकछिन मम्मी के रे के रे किन आन्न भने बब्लिन आउने भनेर रोइरहेको थिएँ दिदीले लगेली आन्न भने आइ साँझ भने आन्न भने त्यो रोइरहेको थियो ल्याउनु पर्छ अनि कस लिएर कहाँ अरे लिएर केमा लगिदिने त अनि लग्यो नि तेस्रो केमा लगिदिने अरे हिँड्दै म झर लाग्छ साइकल माग्दैन थियो कतै कहाँ माग्छ नि साइकल एकछिन पर्छन् भने दिन आएर अब पर्चन्ड्या भाइ कहाँ छन् कहाँ यी छ गाडी कहाँ जाला आउने भनेर त रोइरहेको थिएँ फेरि मैले ल्याइन साँझ आइस भने पनि आन्न भन्थ्यो त अब के भन्नु भुल परीक्षा छ भन्थ्यो फेरि किताब लिँदै पढ्ने हो भने भुइँ पढ्छ भने पनि मान्दै माने नि हिजो स्कुलबाटै गयो नि आज शनिबार ड्रेसै सिधै गएको थियो कि भर्खर त आएको छु म हिजो देखाइदिए र कस्तो छ लिएर कस्तो छ स्वेटर कहाँ उब्रो छ हिजो चाहिँ मम्मीले राखिदिएको स्वेटर हेर्छु म मम्मीले राखिदिनु भएको थियो अरे स्वेटर यस्तो जाडोमा स्वेटर राखिदिनु भएको थियो स्वेटर ए यहाँ रहेछ यस्तो खाले रहेछ गाइज यस्तो खाले म एकछिन लगाएर ट्राई गर्छु कपडा सपडा पनि फेर्छु है लगाएर रेडी भएको त
कति ठुलो भएको हो बस्सकै लामो छ हौ राइट फेरि त कति ठुलो भएको यहाँसम्म छ अति नै यहाँ ड्रेस मजाले राख्छु म बसमै ठुलो हुने रहेछ लामै छ लामै कस्तो जुत्ताको नयाँ थिएँ लामै छ राम्रो छ र यहाँ हेर्दै कस्तो छ है खै यसरी यसरी अझै त लामै छ कि सिग्री खोलेर के भेट्छ त्यस्तो लानु पर्दैन कस्तो स्वाद छ नि बुइ कस्तो स्वाद छ नि सोया छ कि नि बुइ नै यो लामै छ के हुन्न यति लामो नहोस् त यति लामो नहोला त काटी कम्मर लाउने इमे ड्रेस किन लगाइदिएछिस कस्तो देखिया छ घाँस यति खुल्ला भित्रबाट भेट्ला खुल्ला छाड्नु पर्दैन कस्तो देखिन्छ तिमी कति पाएछस् भाइ तिमी नि फिताउन नगर कति राम्रो छ क्या कैलाश नि यही हो कि राख्दे यही हो यो कैलाश मन पर्यो कि पुराइन राम्रो त राम्रो छ ठिकै छ र बाउलाई ठिकै छ अलिकति लामो भयो के हुन्छ र त्यही त बर्ने मान्छेलाई एकचोटि ऐनामा हेरौँ त ठिक त ठिक रहेछ कस्तो तातो हुने रहेछ बहिष्कार हुन्छ ठिकै छ कि घर रोज्न लाउने हो कि लगालियो त्यही अब चाहिँ म घर पनि आइसकेको छु यहाँ स्वेटर राखिदिनु भएको रहेछ दामी छ राम्रो लाग्यो अब चाहिँ सधैँ लगाउनु पर्छ जाडोमा अब यताउता हिँड्ने बेला लगाउनु पर्छ अब भात खाऊँ भने नि दिदी घरबाट भात खाएर आइसकेको छु त्यही पनि यो 11 बजीसम्म कहिले भात खाने होइन त्यही पनि खाएर आएको छु अब चाहिँ भिडियोलाई त्यतिर इन गर्न चाहन्छु हल्का छोटो मिठो बनाएको छु होइन छोटो मिठो बनाएको छु हल्का हल्का बनाउँदै जान्छु होइन धेरै बनाउँदै जान्छु आजलाई चाहिँ यति नै बनाउँछु म भिडियो यो भिडियोलाई चाहिँ यतितिर इन गर्न चाहन्छु भिडियो मन परेमा लाइक गरिदिनु होला च्यानल नयाँ भने सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू सो मच फर वाचिङ बाई